कुल पूजा हुने ठाउँ मन्दिर कुल मन्दिरमा हामी मसला छैन कहाँ यहाँ तल यहाँ त्यो खाँबामा बनाउँला त्यतिलाई केही गरौँला सिमेन्ट ल्याएर पछि सफा गर्ने दिन त्यही दिन पनि गराउन सकिन्छ त्यो दुईटा खाँबामा तीनटा खाँबामा त्यही दिन हालौँला अब त्यतिलाई चाहिँ अब यो यसो मैले हेरेको आङ्कलन गरेको अलि ठुलो पानी आयो होइन अब हामी कुरालाई इच्छा गरेर मात्रै भन्दा नि भएको कुरासँग त्यो माथि चाहिँ केही डिस्टर्ब हुने हो कि भन्ने होइन मन्दिरमाथि नचढाएकै ठिक छ जे गर्नु ठिक छ पूजाको लागि तयारी कस्तो हुँदैछ अब अहिलेसम्म कुल पूजाको लागि तयारी हामीले पहिला त यो पूजा गर्नुभन्दा अगाडि हामीले यहाँको हवन सवन गर्ने रुद्र लगाउनु भन्ने हाम्रो अब पहिलेदेखि गरिआएको अब त्यसको लागि प्रत्येक वर्ष हामीले यहाँ तिरपाल लगाउने फेरि निकाल्ने खोल्ने यो धेरै समस्या हुन लाएर अब सबैको साथ सहयोगमा अब यो अहिले एउटा यो हवन गर्ने ठाउँको लागि बनाउँदैछ हालेर अब यसको तयारी गर्दैछौँ सँगसँगै अब अरू काम पनि सबैले आफ्नो आफ्नो ठाउँबाट सबैले गरिराख्नु भएको छ अब जस हामीले सोचे अनुसार सम्पन्न हुन्छ 15 गते यहाँ कुल पूजा गर्ने तयारी हुन्छौँ 15-16 सदाखन चौरासीमा